10 म्याथमेटिक्स सिक्वेन्स सिरिजबाट सोधिएको यो क्वेसनलाई सल्भ गरौँ है त। हामीलाई क्वेसनले के भनेको छ त भन्दाखेरि देयर आर 3 जियोमेट्रिक मिन बिट्विन 3 and 243। हामीलाई के दिएको छ त भन्दाखेरि 3 र 243 को बीचमा तीनवटा जियोमेट्रिक मिन छ अरे। तीनवटा जियोमेट्रिक मिन छ अरे भने क्वेसन नम्बर ए मा के सोधेको छ त भन्दाखेरि ए नम्बरमा first term A, last term B, and number of geometric mean n are given. Write the formula for calculation of common ratio in the given condition. हामीलाई फर्स्ट टर्म दिएको छ अरे A भनेर है र लास्ट टर्म B भनेर दिएको छ A भनेको 3, B भनेको 243 यदि यो क्वेसनमा हेर्ने हो भने र हामीलाई नम्बर अफ मिन चाहिँ n दिएको छ अरे भने हामीलाई R निकाल्ने फर्मुला मतलब रेशियो निकाल्ने फर्मुला के हुन्छ त भनेर सोधेको छ। यदि यस्तो दिएको छ भने रेशियो निकाल्ने फर्मुला के हुन्छ त B अपन A को पावरमा 1 अपन n प्लस 1। B भनेको लास्ट टर्म, A भनेको फर्स्ट टर्म, 1 भइगयो, n भनेको नम्बर अफ मिन। अब B नम्बरमा हामीलाई के सोधेको छ त व्हाट इज द थर्ड मिन अफ द गिवन सिरिज। यो सिरिजको थर्ड मिन मतलब यो चाहिँ कति हो त भनेर पत्ता लगाउन भनेको छ हो भने पहिला सुरु दिएको चिजलाई लेखौँ। हियर हामीलाई दिएको चिज के हुन्छ भन्दाखेरि A भनेको 3 दिएको छ, B लास्ट टर्म भनेको 243 दिएको छ र हामीलाई नम्बर अफ मिन n कति दिएको छ त भन्दाखेरि 1 2 3 तीनवटा दिएको छ भने 3 लेखौँ हो भने पहिला सुरुमा हामीले के निकाल्नु पर्छ रेशियो निकाल्नु पर्छ। दुईटा बीचको नम्बरहरूको रेशियो कति छ त भनेर पत्ता लगाउनु पर्छ। रेशियो निकाल्ने फर्मुला भर्खर हामीले पढाएको छौँ B अपन A को पावरमा 1 अपन n प्लस 1 भन्नाले B भनेको 343 डिभाइडेड बाई 3 को पावरमा 1 अपन यो n भनेको कति त 3 प्लस 1 भन्नाले यदि 343 लाई 3 ले डिभाइड गर्यो भने कति सरी 343 छैन है 243 लाई 3 ले डिभाइड गर्यो भने कति आउँछ त भन्दाखेरि 81 आउनु भयो 1 अपन 4 भयो। 81 भनेको कति त भन्दाखेरि 3 को पावरमा 4 अनि यहाँ 1/4 छ। यो र यो मल्टिप्लिकेसन हुन्छ नि हो यो 4 र यो 4 कट्यो भने 3 को पावर 1 भन्नाले कति आयो त रेशियो 3 आयो। हामीसँग थाहा भयो हो A भनेको कति रहेछ त भन्दाखेरि 3 रहेछ र R भनेको पनि कति रहेछ त 3 रहेछ। अब हामीलाई तेस्रो मिन पत्ता लगाउनु छ। तेस्रो मिन भनेको कुन टर्म 1 2 3 4 चौथो टर्म र तेस्रो मिन T4 भन्नु अथवा थर्ड मिन भन्नु एउटै कुरा हो। अब त्यसो भए थर्ड मिन निकाल्ने थर्ड मिन जसलाई हामीले m3 भन्छौँ थर्ड मिन निकाल्ने फर्मुला के हो त भन्दाखेरि AR3 हो यो A भयो यो AR यो AR स्क्वायर यो के हो AR क्यूब हो AR क्यूब भनेको A भनेको 3 इन्टु R भनेको पनि 3 को क्यूब 3 इन्टु 3 को क्यूब भनेको 27 7 या 21 3 दुना 6 1 2 8 81 भयो हो। अब B नम्बरको पनि आयो हामीलाई। अब क्वेसन नम्बर C तिर जाम। क्वेसन नम्बर C मा के भनेको छ त भन्दाखेरि इन अर्थमेटिक एन्ड जियोमेट्रिक मिन बिट्विन 3 and 243 which one is greater and by how much। 3 र 243 को बीचमा हो यसको अर्थमेटिक मिन र जियोमेट्रिक मिनको बीचमा कुन धेरै हुन्छ र कतिले भनेर सोधेछ भने सुरुमा हामीले के निकाल्नु पर्यो त भन्दाखेरि हियर A भनेको 3 दिएको छ B भनेको 243 दिएको छ। सुरुमा AM निकालौँ अर्थमेटिक मिन निकाल्ने फर्मुला के त A प्लस B/2 भन्नाले 3 प्लस 243 डिभाइडेड बाई 2 कति भयो त 246 डिभाइडेड बाई 2 भनेको 1 2 3 आयो र यसै गरेर जियोमेट्रिक मिन पनि निकालौँ। जियोमेट्रिक मिन निकाल्ने फर्मुला के त रुट अन्डर AB भनेको रुट अन्डर 3 इन्टु 243 यदि यसलाई हामीले मल्टिप्लाई गर्यौँ भने 729 रुट अन्डर 729 भनेको कति त 27। अब यो अर्थमेटिक मिन र जियोमेट्रिक मिनमा कुन ठुलो रहेछ त भन्दाखेरि अर्थमेटिक मिन ठुलो रहेछ कतिले भन्दाखेरि देयरफोर AM इज ग्रेटर अर्थमेटिक मिन इज ग्रेटर बाई कति त भन्दाखेरि 123 माइनस 27 इज इक्वल टु कति त 7 दुना 14 भनेपछि 6 त्यसपछि यो 96 ले धेरै हुँदो रहेछ। यति है त। अब यस्ता खालको क्वेसन अरू पनि हेर्न मन छ भने डु भिजिट आवर युट्युब च्यानल है त कक्षा कोठा भन्ने नाममै छ युट्युब च्यानललाई गएर सब्स्क्राइब पनि गर्नु होला है त।